वेलकम टु कासा भ्लग। आज धेरै टाइम बाद हामी भ्लग गर्दैछौँ किनभने मुरारी आछ हियर इन एसवाइडी। वेलकम प्लिज। हेलो वेलकम टु एसवाइडी। सो यो चाहिँ मुरारीको रिक्वेस्टमा हामी भ्लग बनाउँदैछौँ गाइस। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ मुरारी प्लिज भन्नु। जता लगे ततै आज चाहिँ हामी घुम्न जाँदैछौँ, मेफिल गार्डन जाँदैछौँ। अनि हामी चाहिँ खास 8 बजे जाने भनेको आर्यनले ढिला गर्यो, आर्यन भट्ट। उसको लाग्दा चाहिँ हामी जोस 1 देखि 1.5 घन्टा ढिला भइसक्यो। अनि त्यही नै हो, लेट्स सी आजको भ्लग कस्तो हुन्छ। धेरै पछि गर्दैछु। अनि म कस्तो देखाउँछु काले? तिमी त साह्रै राम्रो। मुरारी के भन्नु छ? सो अब चाहिँ हामी हिँडिसक्यौँ। फाइनली आर्यन रेडी भइसकेछ। त्यही भएर अब हामी आर्यनलाई लिन जाँदैछौँ। सबैभन्दा पहिला मुरारी हामीसँग पछाडि बसिसकेको छ। अब मुरारी देखेन होला। अनि त्यही नै हो। कालु तिमीलाई केही भन्नु छ? ए तिमीलाई पनि वेलकम टु कासा भ्लग बुढा। तिमीलाई के भन्नु छ भन त? मलाई केही पनि छैन भन्नु। कस्तो देख्यो भने गुरु मात्र धेरै राम्रो देखाएको छ। खोइ थाहा नै छैन कस्तो देखाएको छ। मलाई चाहिँ खास मोबाइलबाट चाहिँ सजिलो लाग्छ। मलाई यो क्यामेराबाट खासै राम्रो लाग्दैन। सब कम्पाइल गर्ने हो। तर ठिकै छ, केही छैन। लेट्स गो। हाम्रो सबैभन्दा ढिला गर्ने मान्छे आर्यन। हेलो गुड मर्निङ। अब आर्यनलाई वेलकम छ। हाई साथी, वेलकम टु भ्लग। धेरै पछाडि त भएन। अहिले एकछिनमा थाहा हुन्छ। साथीहरु हामी रोडमा छौं, बिचा गरे पछाडबाट गाडी आएपछि हामी गाली गर्छ। मैले भ्लगमा अघि नै भनिसके कि सबैभन्दा ढिला गर्ने चाहिँ आर्यन हो भनेर। अनि उ आइसक्यो। आर्यन बीचमा हो, दुईटा खुट्टा यता हाल्नु पर्ने तैले। कालु तिमी सबैलाई वेलकम। हैन यस्तो गर, ठाउँ चेन्ज एक्सचेन्ज गर्दै गर्दै बस्नु एकदम है। टोली लाग्यो पनि हानिसक्यो। टोली लाग्यो पल्टनतिर। टोली पल्टन टोली के हो यस्तो? कालु अब के गर्ने अरे? गफ गर्ने? गफ गर भनेको मुरारी बोल्दै बोल्दैन। बोल न मुरारी। भाइ तिमी कहीँ मनमा नै 6 जना भइदियो हुन्थ्यो सोच्थ्यो भनेपछि यहाँ 6 जना अट्दैन। आजलाई ठिक छ। त्यस्तै ठिक छ। सिंगलै फाइदा छ आज। आजलाई चाहिँ तिमी सिंगल भएको फाइदा छ। गाडीमा 5 जना मात्र अट्थ्यो। कहिले काहीँ सिंगल भएर नि फाइदा हुन्छ। अनि सिंगल भएर हो भएर फाइदा हुनु पर्यो जसलाई हैन भयो। यस्तो बहुमत हामी 4 जनालाई फाइदा भन्छ। हो नि खाइहाल्छु पर्छ। हामी चाहिँ भोक लाग्यो। एकछिन रोकेको स्किम हो। स्किम अलमोस्ट कफी सबै खाएर जानुपर्छ। तिमी के खान्छौ? म कफी सुगर अमेरिकानो खान्छु। अस्ट्रेलियामा आएर अमेरिकानो खान्छ अरे। अब उहाँजीलाई चाहिँ अब जाडो भएको छैन अरे, गर्मी भयो। साथी के भन्नु? अल्टर यता सिपी एसी लाएर बस्छ। लास्ट ह्यान्डसम देखाएको छ हेर न। कोले भनेको चाहिँ कोले हो तिमीलाई लुज लुगा लामा। यो प्यान्ट कहाँ किन्यो? दामी छ यार। नेपाल भगवान नेपालको ब्रान्ड एम्बेसडर यसरी उ चाहिँ। अनि यहाँ पाइन्न खोजे जस्तो काट्न पनि अब कहाँ काट्न जाने के गर्ने झ्याउ। तर लास्ट ह्यान्डसम देखाएको छ यार। 7 मा काट्यो। के गरौँ, भ्याकेन्सी खोलिदिउँ? भ्याकेन्सी यहाँ पहिल्यै ब्याग भ्याकेन्सी फुल टिल लाइफ होइन, स्टिल 7 जना। 7 लाइफ। ओहो मुरारी, यो यस्तो देख्दा के हुन्छ तिमीलाई? यो 2 जना यस्तै सँगै देख्दा ठीक छ। गाडीमा ठाउँ हुँदैन। 4-5 वर्ष ठिकै छ र? 2 वर्ष होइन 5-6 महिना त्यसले हामी पनि किन्छु अर्को। होइन अलग अलग जान त मजा हुँदैन नि त। 2 वर्षमा त मेरो पनि केही हुँदैन नि त, बुझेन? भाइ तिमीलाई ठुलो किन्नुपर्छ है अहिलेसम्म।
अनि त्यसको त बिचमा बेबी सिट गाइज हामी गयौँ तर मलाई थाहा छैन यसरी समात्ने भन्यो कि कसरी समात्ने भन्यो कपिलले फोन यसरी समात्ने अनि त्यसपछि यता फर्काउँला यसरी यस्तरी होइन के लास्ट ह्यान्डसम देखिया छ जस्तो कि यो जुन छ नि यस्तरी हेर्दैछ होइन ब्लग स्टार्ट भयो अनि अगाडि हेर्नु पर्यो गर्यो साथीको समस्या चाहिँ के भयो भन्दा आलु यत्रो ठुलो आलु भयो होइन सिङ्गल पिसकै होला नि त यो त भनेपछि आलु यत्रो हुनु पर्यो यो बराबरै छ क्या यार लगभग लगभग के खालको यत्रो आलु हुन्छ त यार मुरारी ओइ मुरारी यति लामो आलु छ यसमा तिम्रो के भन्नु छ अनि यो त मै ठिक छ यो त लडी यत्रो हुन सक्छ साथी चाहिँ व्रत भएर साथीको काफी महँगो मान्छे के भन्छ त्यो के अरे धनी दिदी धनी दिदी के अरे क्यापेचिनो विथ 2 सुगर With ल regular milk. कसैले खुवाउनु छ भने के अरे क्यापेचिनो विथ 2 सुगर रेगुलर ल हाम्रो नास्ता पानी भयो अब हामी गयौँ हो यो भनेको जिम्मेवारी नागरिक ल जाउँ खाना खाने टाइम सकिएको छ है 15 मिनटको ल्याएको थियो गोल्डन पपुलर भन्ने अझ साथी वेलकम टु कासा भ्लग हेलो साथी वेलकम टु कासा भ्लग ओ थ्यांक यू तिमी क्याप्चर भइसक्यो अब भ्लगमा ल भन अब चाहिँ सक्यो स्मृतिले डिस्टर्ब गर्यो भन्नु पर्दैन भन्ने यिनीहरूले मैले यति बोल्न खोजिरहेको छु बोल्नै दिएको छैनन् के भयो कि जहाँ मैले एक ठाउँ लैजान्छ भने त्यहाँ लग्न चाहिँ लगेँ ठाउँ चाहिँ त्यहाँ अब पात सबै गइसक्यो भएर चाहिँ रुखहरू खाली खाली थियो त्यही पनि 1-2वटा फोटो खिच्यो भिडियो खिच्यो त्यो भएर अब हामी त्यहाँबाट जाँदैछौँ मेन डेस्टिनेसनमा हामीलाई अझै लाग्छ 40 मिनट जति बाटो चाहिँ रमाइलो छ बल्ल यिनीहरू गाउँतिर आए जस्तो फिल भइरहेछ लास्ट मन पर्यो यार तर मलाई त ठाउँ कसम ल लास्ट मन पर्यो नि मलाई यहाँनिर मेरो एक घर बनाइदिए नानो हामी मेफिल गार्डन पुगिसक्यौँ तर यहाँ त लास्टै भिड छ यार है गाडीहरू त एकदम धेरै छ यति भिड होला सोचेको थियौँ हामी कपिल यति भिड होला सोचेको थियौँ आज त विकडेज हो त्यस्तो भिड नहोला सोचेको थियौँ बट अनएक्सपेक्टेड होइन हामी यहाँ इन्ट्री गर्छौँ त्यसको लागि टिकट देखाउनुपर्छ टिकट काटेको हामी कपिल टिकट चेक इन गर्न गयो हो टिकट कहाँ गएछ जन भने अब के गर्नुपर्छ ब्यान्ड लाउनुपर्छ चेक गर्छ ल ब्यान्ड लाउ नि त ल तिम्रो लगाइदिन्छु ल गाइस टिकट कलेक्ट गरेर ल्याएँ यो चाहिँ ब्यान्ड लगाउनु पर्ने रहेछ
उद्रेको छ यस्तो रहेछ साथी खै आर्यन ल साथी ह्याप्पी फ्रेन्डसिप डे धन्यवाद साथी तिमीलाई पनि मैले लगाइसकेँ तिमी हुन्छ आर्यन आर्यन ह्याप्पी फ्रेन्डसिप डे तिमीहरू चाहिँ यो समात हामी कहाँ पुग्यो भने हेर्दै ओहो यत्रो क्यामेरा पुग्छ ल यो पनि रहेछ त्यसको हातमा क्यामेरा छ एउटा ल ठिक छ ल भ्लगर केटी ल जाउँ यताबाट रहेछ यो पानी अनि हामी चाहिँ भ्लगर केटी हामी ब्लगर एक दुईवटा ठाउँमा वी गट आवर साथी अड्क्यो यार आउँदै चप्यो ओ बुवा साथी देख्यो त दुईटाको बिच तिम्रो त चस्मो यो भएको तान के साथी तानेर यो निस्क्यो भने झट्ट तान्ला र निस्क्यो चस्मा यहाँ आएर गाइज यहाँ चाहिँ अलिकति डार्क ल अब हामी कहीँ हामीलाई कसैले छोड्यो भने यिनीहरूको भ्लग छुट्छ सो हामीले चाहिँ यिनीहरूलाई फलो गर्दै हिँड्न पर्छ Hanging round after last orders, we're still so far from home. It's like we're burning into embers, as the fire burns the cold world. As the days keep rolling on, we're living in hell again. But I still hold you in my heart when these days have been and gone. Ooh, 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 ooh. Ooh, ooh, ooh. As time goes by, won't we keep heading round the circles, never letting go, never letting go. Time goes by, and we keep heading round the circles, never letting go, never letting go. The weight of the world on your shoulders, always ending up the same. Crescent moons have all gone home. We're all fired up, we're tangled up, we're enmeshed to the point and messed up. As the days keep rolling on, we're living in hell again. I still hold you in my arms when these days have been and gone. Ooh, 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 ooh. Ooh, 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 ooh. As time goes by, gonna keep heading round in circles, never letting go, never letting go. As time goes by, gonna keep heading round in circles, never letting go, never letting go. Round in circles, never letting go, never letting go. त्योहरू आफ्नै सुरुमा त्यहाँ पुगे हामी जानुपर्ने यतातिर थियो उनीहरू वहाँ गएर तिनीहरू थाकिसक्यो एक्जिट लिन्छ थाकिसक्यो एक्जिट यताबाट ल्याउ भनेको त्यो भएर यो बाटो एक्जिट देखाएँ यो एक्जिट यता देखाएको एक्जिट यता हो पानीमा त्यो तालमा कहाँबाट बाटो खोज्ला कहाँ जाउँ खै तालमा के खोज्न गाउन् हामी मेजमा इन्ट्री गऱ्यौँ है हराउँछौ कि बिचमा जान सक्छौ भन्ने कुरो अहिले एकछिनपछि 5 मिनटपछि थाहा हुन्छ उफ्स मसँग को छ ए आर्यन त रहेछ यार कमसेकम हुन त म डराउँदिनँ साथी तिमीहरू हराउँछौ यहाँ रोक नभए
कपिल त अर्को बाटो रोज्यो हेर बिचमा को जान्छ भनेर कपिल अर्को बाटोबाट आउँदैछ गाइस ल आर्यन नेता हो ल के गरौँ के छ एकदम ठिक छ हामी हराउँछौँ कि हामी बिचमा जान्छौँ ल भन अब लेट्स सी लेट्सी हो अहिले केही थाहा छैन अब लेट्स सी त हो नि ल तिमीहरू अर्को बाटो ओ साथीहरू ओइ के गरेको हिलो हिलो पानी वेट ल वहाँ म्याम लौ ल तिमी यो बाटो जान्छौ म यो बाटो गएँ ल ओए म यो बाटो गएँ ल बिचमा जाने पत्ता लागेन तर म सँगै जाउँ त के गर मोबाइललाई म्याप खोल म्यापबाट बाटो थपाउने हो नि त नाइ मिडल जाने यहाँ म देखाउँछु तपाईँ उतै भुइँमा मिडल ल यो पनि बन्द भयो ओए कहाँ पुग्यो के तिमीहरू हावा मलाई यहाँ बिचमा नगइकन कहाँ गयौ तिमीहरू आइगर त ल कहाँ छ म यसले हेर्छु म हात उठाउ न देखेन मुला हामी चाहिँ चिटिङ गरेर जाँदैछौँ किनभने जहाँनिर दुईवटा बाटो छ त्यसको भुइँमा लेखिदिएको छ मिडल साइड इन्ट्री एक्जिट भनेर होइन ओए म हराएछु यार म कहाँ हराउँछु तिमी त नजिकै छौ अब यहाँ आएर बाटो छैन तिमी पनि हराए जस्तो लाग्यो मलाई म यहाँ घुमै छु ए आर्यन ओए फेरि इन्ड भयो हेलो मेट ओ अझै पनि भेटिएन त यार आउ न ल ओए म पुगेँ ल म फर्स्ट भएँ ल ओए त्यही त तिमीहरू ल आऊ केटा हो तिमीहरू बिचमा नआए कहाँ बाहिर गएको साथी म फर्स्ट भएँ र यो रेसको विनर को रे भन्दै त कपिल कहाँ छौ तिमीहरू कपिल विनर को भन्दै न विनर हामी अनि कहाँ हो तिमीहरू बाहिर किन गयो सक्यो रे कहाँ हो तिमीहरू कसरी आयो तिमीलाई भन म त आइहालेँ भन तिम्रो ट्रिक भन न मेरो ट्रिक केही छैन भन न मेरो ट्रिक केही हो होइन दगुरी यो मिस्टेकली सही ठाउँमा छिर्यो के त्यहाँ मिडिल र एक्जिट थियो त लेफ्ट ल हिँड सिधा हिँड अब त्यहाँनिर हेर त्यहाँ उता भुइँमा उतापट्टिको भुइँमा मिडल र एक्जिट लेख्या होला ग्रिनमा अब मिडलतिर आऊ कता छ मिडलतिर आऊ ल भित्र गरिहाल्छु नि तिमीहरू पुग्यौ ल त्यहाँनिर बस्छ त तर ढिलो भयो नि त 1 2 3 गो ल फाइनली पुग्यो है गाइस यो रमाइलो भयो नि तर तिमीहरू कसरी एक्जिट मुरारीले त त्यो देखेछ कुदेर आएको म र आर्यन चाहिँ फेरि हामी छिटो पुग्नुपर्छ भनेर आएको तिमीले पनि देखेको मोबाइल चाहिँ बिचारै गराइदिनु कि आर्यनले भनेर थाहा होइन कि म के भयो कि होइन यहाँ सुन न यहाँबाट यता घुम्यो होइन यहाँ सुन यहीँ छ कि ओ यहीँ छ यहाँ हुनु म यो बाटो आएँ होइन यो बाटो आएँ यहाँ इन्ड भयो अब जानु कहाँ त भनेपछि यहाँ गएपछि अनि बल्ल मिडल देखेँ क्या अब चाहिँ हामी साँच्चै हराउने भयो फर्किने एक ठाउँमा केही पनि लेखाएको थिएन क्या एक ठाउँमा केही पनि लेखाएको थिएन बर्बाद मुरारी हामी फर्किने बेला
हरायो जस्तो छ एक ठाउँमा लेखेकै थिएन के ए आयो आयो पत्ता लाग्यो 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 ल पत्ता लाग्यो ल गेट 4:30 बजे बन्द हुने हामी 4:45 भइसक्यो यहीँ छौँ स्पेसली हामी रमाइलो मात्रै गर्दैछौँ हामीलाई टाइम हामी मेजमा हरायौँ भन्न र बहाना बनाउनु पर्छ अनि त्यहाँ अगाडि पनि मान्छे देखेँ मैले होइन गइरहेछन् गएर जानु त गइरहेछन् आज मैले 2टा फोटो बढी के खिचेको थिएँ यी सबैजना एकजना 2 फोटो बढी आज मैले के खिचेको थिएँ सब रिसाएर सबजना यो भन्दा प्लिज कपिल कार्कीजी यहाँ फोटो अट्याच गरिदिनु होला उहाँको अट्याच जति गरे पनि हुन्छ फोटो 2 बढी होला नि मेरो सबभन्दा टिकटकको काउन्ट गऱ्यो भने अब के गर्न सकिन्छ यस्तो चाहिँ हालत बच्चा हामीहरू बबाल थाके भन्दा नि मेरो यस्तो भयो खुट्टा मात्र गलेको छ आफ्टर ड्राइभर मान्छे फेरि खुट्टाकै काम छ तिमी चाहिँ म अलि जुत्ता खोलेर मस्त बस्दै क्वालिटी कसेर म त त्यो पनि पाउँदिनँ यिनीहरूको गेम चाहिँ नसकिने भयो गाइस सो अब बाई ए हामी घर पुगिसक्यौँ गाइस हामीले लुगा पनि फेरिसक्यौँ तर अब खोइ के हो यहाँ के गेम खेल्दैछ यो मान्छे चाहिँ कहिल्यै थाक्दैन कहिले थाक्दैन यो मान्छे चाहिँ यो बुढाबुढी चाहिँ यिनीहरूको लभ त लभ इज इन द इयर हो फेरि कति 89% मङ्की भयो तिमी ल गाइज आजको दिन रमाइलो भयो है ल लेट्स इन्ड आवर भ्लग अब हामीले भ्लग इन्ड गर्नुपर्छ अब भर्खर फेरि देख्यो भन्दै फेरि गयो मैदान 1:30 बजे आवाज पनि हेर पहिला रोशनले निखिल उफ्रिदिएको गर्दै Rotated hips to fly cheaper. Game will start in 1. कसले मार्क सुरु आउँछ है कहाँ छ यो ओ धेरै अगा छ म त Player 1 winner. Let's end our vlog, guys. Bye bye. Good night.